बाई गरिराख्नु भएको छ। को यो मान्छे? देन कविता म्याडम कस्तो छ बाटो? बिस्तारै यो है एउटा यो चाहिँ यसलाई चाहिँ भोल टाप्रे भन्छ। नामै यसको भोल टाप्रे हो कि टाप्रे भन्छ। यसले चाहिँ ब्रेन पावर एकदम बढाउँछ, साँच्चै हो। उहाँ चाहिँ हाम्रो इन्जिनियर कम डाक्टर बेसी म्याडम हुनुहुन्छ। अनि यसले चाहिँ जुन हुन्छ नि इन्फेक्सनहरू हुने, युरिन इन्फेक्सन अरू इन्फेक्सनहरूको पनि एकदमै राम्रो हुन्छ के हो। अनि ब्रेन पावर बढाउनु चाहिँ सबभन्दा बेस्ट मेडिसिनल प्लान्ट हो। ल तपाईँले धन्यवाद छ डाक्टर म्याडम। अरू कुनै प्लान्ट झारपात हो सो साथीहरू, उहाँ चाहिँ हाम्रो अलि इन्जिनियर चाहिँ कम तर डाक्टर चाहिँ अलिक बढी भएको हाम्रो स्मृति पन्त म्याडम है त। सो यो चाहिँ ककनी तपाईँको खासमा यो पिकनिक स्पोट हो। यहाँ नर्मली तपाईँहरू क्याजुअली घुम्न आउँदा पनि हुन्छ। यो हाम्रो म्याम कुन भन्नु त? मलाई आफै आउनु न म्याम। हाम्रो हाम्रो सिए म्याडम, यता हाम्रो इन्जिनियर म्याडम, यता हाम्रो इन्जिनियर सर। धन्यवाद धन्यवाद इन्जिनियर म्याडम। यसपछि रियाक्सन भिडियो पनि हामी बनाउँदा यसलाई चाहिँ हामीले फुटबारी भन्छौँ। कतै चाहिँ आलु बखरा पनि भन्नुहुँदो रहेछ, तर हाम्रो चाहिँ यसलाई फुटबारी भन्छौँ। पलम पनि भन्नुहुन्छ कतिजनाले। यो चाहिँ एकदमै मिठो हुन्छ। अनि यसको फेरि मेडिसिनल फाइदा पनि छ है। यसले एकदम रगत सफा गर्छ। त्यही भएर जुन सिजनल फुड छ त्यो चाहिँ खानुपर्छ। त्यसले चाहिँ हाडी काफल भन्छ, किनभने यसको भित्र एउटा बिया हुन्छ नि, त्यही भएर हाडी काफल हो। अनि क्यु काफललाई चाहिँ हाम्रोतिर काफल भन्छौँ। ठाउँ अनुसार फरक फरक पर्छ। क्यु काफल चाहिँ हाम्रो अफिसकै तलतिर पनि छ। अहिले त सिक्नु सक्यो एकदम हो होइन। अनि यो जुन सिजनल फ्रुट्सहरू खान चाहिँ कसरी यसरी घुम्न आउँदाखेरि भयो त्यसले खास रमाइलो गरेर जानुपर्छ कि। कस्तो मिठो भाइ? अन्त खासु त त्यस्तो मिठो लाग्यो बच्चामा। यस्तो मिठो हो, च्याउ जस्तो छ। च्याउभन्दा नि मिठो छ नि त। च्याउभन्दा नि मिठो छ। एकदमै कम्पेरिजन गर्न सक्छ। यस्तो मिठो होइन। अनि यो ठाउँ अनि यो हावा शीतल सबको कम्पेरिजन एकदम रमाइलो। अनि हामी मसँग स्पिकर थियो।
We are traveling right now. कहाँ जाँदा हामी अब हामी झर्ना हेर्न जान्ला पुङपुङ झर्ना पुङ झर्ना कहाँ आइपुगेर म्याम हामी यो यहाँबाट त तपाईँको पुङपुङ झर्ना माथिबाट आएको ढुङ्गावाला बाटो त्यही हो यता गयो क्या के छ सर फिलिङ टायर्ड विथ हेलो 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 मैडम हेलो लेट्स गो यता हेर्नु हेलो हेलो मैडम यहाँ रहेछ नि त हो त्यसरी आँखाले देख्ने ठुलो हिँड्यो अब स्मृति म्याम बाटो बिगाएर के होला हजुर वाव
ल साथी हो यही हो कुन झरना थियो अरे फुङफुङ झरना कस्तो भयो अलिअलि काहीँ लागिरहेछ अब हेरौँ के भन्छ कि थाक्न त पुरै थाकिसकेको छु तर त्यही पनि अब डेस्टिनेसनमा पुग्नै पर्यो अब डेस्टिनेसन आउँदाखेरि सबै थकान भेटिन्छ नि त हो ल लेट्स गो लेट्स गो ए बिस्तारै है सर अनि के छ इन्जिनियर म्याडम ओहो यहाँ हेर्नु साथी हो फुङफुङ झरना माई गॉड इट्स अमेजिङ अमेजिङ ल यो साथी हो यही छ फुङफुङ झरना आउँछ एकदमै रमाइलो लागिरहेछ मलाई चाहिँ हैन हजुर अनि जस्तो अब भिडियोमा क्याप्चर भइरहेछ होला नि झर्ना त्योभन्दा 100 टाइम्स एकदमै राम्रो छ क्या अब टाउसम्म यहाँ आउनुमा नि टाउसम्म केही हुँदैन अरू जिन्दगी छोटो छोटो रमाइलो गर्नुपर्छ यो हाम्रो सिए म्याडम ओके कस्तो फिलिङ कस्तो आइरहेको छ सिए म्याडम राम्रो तर एकदम दुःख गरेर अहिले दुःख गरेको अनुसार राम्रो छ होइन आउनुपर्छ सबैजना प्लिज कम टु वान्स अनि इन्जिनियर सर हाउज फिलिङ सरले केही भन्न चाहनुहुन्छ त्यो के भन्छ जुन आएको छैन साथीहरू यो फुङफुङ झरना ब्याकग्राउन्डमा चाहिँ हाम्रो झरना छ होइन त्यसपछि अबको पालो हाम्रो निरञ्जन सरको निरञ्जन सर कस्तो भइरहेछ हजुरको एक्सपिरियन्स यस्तो भयानक गाडी चलाएर आएको यस्तो अफ रोडमा हजुर यहाँ आएर चाहिँ सबै बिर्सेँ कि है त्यस्तो मतलब कम्प्लेक्स बाटो आएको तर यहाँ आएर चाहिँ सबै बिर्सिने रहेछ यस्तो रमाइलो ठाउँ रहेछ अर्को कुरो यहाँ हाम्रो इन्जिनियर सर सिए म्याडम तपाईँ इन्जिनियर म्याडम सबैजनासँग हजुर जो नयाँ ठाउँ अवलोकन गर्न पाइयो अमेजिङ लाग्छ अनि झरना चाहिँ कति 10 आउट अफ कति रेटिङ दिनुहुन्छ त झरनालाई 10 आउट अफ 20 म्याडम है जस्तो अब यहाँ मैले देखाइरहेको छु नि होइन हजुर अनि अब युजर भन्दा नि हजुरको सरको सब्सक्राइबरहरू सबैजनालाई जस्तो उहाँहरूले यो देखिरहनु भएको छ नि त्योभन्दा धेरै राम्रो छ एकफेरि चाहिँ आउनु होला है सबैजना हो म त त्यही भन्छु कि तपाईँहरू पनि एकचोटि जोस् यहाँ चाहिँ भिजिट गर्नु होला होइन यहाँ आएर तपाईँले आफ्नो जुन छ नि कि लाइक जति पनि स्ट्रेस हुन्छ सबै तपाईँहरूको रिलिफ हुन्छ यो हावा पनि त्यस्तै हेर्नु हुन्छ त्यही त
जानु न यसरी माथि नजानु निरञ्जन सर यो डोर लाउने भाइ भयो भयो एउटा हामी चाहिँ गर्छौँ म्याडम जान लाग्नु भयो जान लाग्नु भयो ल अब साथी हो लाग्यो बहुत अच्छा लगे थी बहुत अच्छा लगे थी हैन जान लाग्यो साथी And what about you, sir? अब हाइकिङ गर्दा गर्दै निरञ्जन सरको पावर 2x भएको छ कविता म्याम पनि एकदम बेस्ट हाइकर हुनुहुँदो रहेछ भन्ने देखियो नो थकाई नो बिहाइन्ड द सिन चाहिँ एकछिन पछि आउँछ यो चाहिँ ओन्ली फर युट्युबको लागि बिहाइन्ड द सिन चाहिँ एकछिन पछि आउँछ ओके
हुन्छ कस्तो छ अचार चाहिँ लोकल जस्तो पिरो अचार छैन ल रिभ्यू हाउ वाज योर डे आज चाहिँ तपाईँको अब जोस् आउँदाखेरि चाहिँ के होला कस्तो होला होइन लागिरहेको थियो तर जोस् बाटो जब कम्प्लिट भएर एउटा झर्नातिर आयो अनि स्वर्गीय आनन्द आयो अहिले चाहिँ सबै बिर्छु त्यहाँ झर्नामा गएर ओभरअल फुल इन्जोयमेन्ट भयो फुल इन्जोय यहाँबाट पनि एकदम राम्रो सिन